ईश्वर धन्यवाद 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 परमात्मा परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। हजुरको छोरी लगायत यस पवित्र महिमामा हुनुभएका जति पनि हजुरका सन्तानहरू हुनुहुन्छ पिता, पृथ्वी कोल्लो छेउबाट लिएर पल्लो छेउसम्म सबैलाई स्वर्गदूतको घेरामा हजुरले राख्नु भएको होस् पिता, राखिसक्नु भएको छ। ईश्वर परमात्मा परमेश्वर जति पनि हस्पिटलको बेडमा हुनुहुन्छ पिता, घरको बेडमा हुनुहुन्छ, हजुरले नै सृष्टि गर्नुभएको पिता, जसरी हामीलाई चुन्नु भयो पिता, उहाँहरूलाई पनि चुनेर पिता उद्धार र सुधार गराउनु भएको होस्। हजुरको महिमा देखाउनु भएको होस् पिता, हजुरको महिमा देखेर पनि नदेखे जस्तो गर्नुभएको छ पिता, उहाँहरूलाई पनि हजुरले क्षमा गरेर फेरि हजुरको राज्यमा डोराउनु भएको होस् पिता, डोराइसक्नु भएको छ। हजुरलाई धन्यवाद। हजुरका पवित्र सन्तानहरू जुन इच्छा जुन चाहना बोकेर यस पवित्र महिमामा आउनु भएको छ पिता, शिरदेखि लिएर पाउसम्म भएका समस्याहरू पिता, हड्डी हड्डी नसा नसा रगतहरू एनर्जीहरू जे पनि छ पिता, सबै कुरा हजुरले जान्नुहुन्छ। आफ्नो हातले रचना गर्नुभएको त्यो शरीरलाई पिता हजुरले नै एकदमै जाँचेर भला